भाद्र 23 गते राज्यबाट गल्ती भएकै हो। हामी पनि त्यसमा सहभागी थियौं। हामीले देशका निम्ति सिंह उद्देश्यसँग क्षमा याचना गर्नुपर्छ। हामी गर्छौं। हामी माफी चाहन्छौं ती अभिभावकहरूसँग जसले आफ्नो नौजवान छोराछोरीलाई गुमाउनु परेको छ। भाद्र 24 गते ठूलो विध्वंस भयो। त्यो विध्वंसको बारेमा अहिले छानबिन भइरहेको छ। 23 र 24 गतेको घटनाहरूको छानबिन, अनुसन्धान र दोषीमाथि कारबाही हुँदै गर्दा त्यो दोषको भारी मैले बोक्नुपर्छ, मेरो पार्टीको साथीले बोक्नुपर्छ, जसले बोक्नुपर्छ। भोलि नयाँ सरकार आइसके पछाडि पनि त्यो क्रम रोकिनुहुन्न भन्ने कुरामा नेपाली कांग्रेस स्पष्ट छ। यसका बारेमा प्रतिबद्ध पनि छ। हामीले ती नौजवानहरूको आवाजलाई बुझ्ने प्रयास गर्नुपर्छ र गर्यौं। ती नौजवानहरूले 2007 साल फागुन 7 गते स्थापना भएको प्रजातन्त्रलाई अस्वीकार गरेका थिएनन्। प्रजातन्त्रले जस्तो थिति बसाल्नु पर्थ्यो त्यो थिति बसाएन, त्यो थिति भएन। देश विकासको जुन गति हुनु पर्थ्यो त्यो गति पनि भएन। नेतृत्वले जुन मति राखेर काम गर्नु पर्थ्यो त्यो मति पनि भएन। थिति, गति, मति सबै कुरा बदलिनुपर्छ भन्ने उनको पुकार थियो। त्यसलाई हामीले सुन्ने प्रयास गर्यौं र हामीले भन्यौं 2062-63 को आन्दोलन गरेको कुरामा हामी गौरव गर्छौं। 7 सालको म गौरव गर्छु, 46 सालको म गौरव गर्छु। तर अब भाद्र 23 र 24 गते ती युवाहरूले उठाएका आवाजलाई बुझेर मात्र पुग्दैन। त्यही अनुरूपको परिवर्तन गर्न सक्यौं भने फेरि अर्को एकपटक हामीले गौरव गर्न सक्छौं। होइन भने हामीले गौरव गर्न पाउँदैनौं। हामी गौरव गर्न चाहन्छौं। हामी ती युवाहरूको आवाजलाई बोकेर हिँड्न चाहन्छौं। त्यसका निम्ति हामीले भन्यौं हाम्रो पार्टी नेपाली कांग्रेस पार्टी, हाम्रो स्थापनाकालीन मूल्य र मान्यताहरू छन्, ती टाइमलेस छन्। आज हामी फागुन 7 गते मनाउँदैछौँ। फागुन 7 गते स्वतन्त्रताको, समानताको जुन आधार हामीले राख्यौं त्यो हिजो ठिक थियो, आज बेठिक थियो भन्ने होइन। जस्तो थियो आज झन् अझै त्यसको महत्त्व बढेको छ। यी हाम्रा ऐतिहासिक मूल्य मान्यताहरूलाई हामी अझै मनन गर्छौं, अझै उज्यालो बनाउँछौं, अझै निखार्छौं, तिखार्छौं। हाम्रो आफ्नो संघर्षका दिनहरू सम्झन्छौं। हामी किन आयौं भन्ने सम्झन्छौं। 30 वर्ष पञ्चायतको कालरात्रिमा एकपटक पनि हाम्रो नेतृत्वले सत्तातिर फर्केर हेरेन। ती दिनहरूलाई सम्झन्छौं। 2033 सालको त्यो अप्ठ्यारो दिनमा हातमा 7 वटा ज्यान मुद्दा बोकेर हाम्रो नेताहरू नेपाल आउनुभयो। त्यो बेला राजासँग लडिराख्नु भएको नेताले राजासँग मेरो घाँटी जोडिएको छ। यो बेलामा हाम्रो प्रजातान्त्रिक आन्दोलन भन्दा पनि अझै ठूलो नेपालको राष्ट्रियता जोगाउने कुरा छ भन्ने एउटा उद्घोषका साथमा राष्ट्र सबैभन्दा माथि भन्ने सोचका साथ आउनुभयो। ती मूल्यहरूलाई हामी सम्झन्छौं, गौरव गर्छौं, त्यसबाट प्रेरणा लिन्छौं।